नमस्ते, म थमन सिंह थापा, आधिकारिक सुजुकी सर्भिस सेन्टरको फ्लोर सुपरभाइजर। सुरक्षित र आरामदायी यात्राको लागि ब्रेकिङ सिस्टमको महत्त्वपूर्ण भूमिका हुन्छ। आधुनिक गाडीहरूमा हाइड्रोलिक ब्रेक सिस्टम युज हुन्छ, जसमा हाइड्रोलिकको महत्त्वपूर्ण भूमिका हुन्छ, जसलाई हामी ब्रेक फ्लुइड भन्दछौँ। राम्रो मात्रामा र कन्डिसनमा भएको ब्रेक फ्लुइडले सही ब्रेकिङको सुनिश्चित गर्दछ। सामान्यतया ब्रेक फ्लुइड इन्जिनको पछाडिल्लो भागमा रहेको हुन्छ। यसमा म्याक्सिमम र मिनिमम लेभल तोकिएको हुन्छ। ब्रेक फ्लुइडको लेभल मिनिमम लेभलभन्दा तल जानु हुँदैन। ब्रेक फ्लुइड कम हुनु भनेको ब्रेकिङ सिस्टममा समस्या आएको हुन सक्छ। नजिकैको सर्भिस सेन्टरमा गई टपअप र चेकअप गर्नु जरुरी छ। साथै ड्यासबोर्डमा ब्रेक इन्डिकेटर बल्नु पनि ब्रेक फ्लुइड कम हुनुको सूचक हो। हप्ताको एकचोटि अथवा लामो दूरीको यात्रा तय गर्नु अगाडि ब्रेक फ्लुइड लेभल चेक गर्न जरुरी छ र 2 वर्ष अथवा 20,000 किलोमिटर गुडिसके पछाडि ब्रेक फ्लुइड चेन्ज गर्न अनिवार्य हुन्छ।